मिनासान कोनिचिवा आजको यस भिडियोमा हामी इम्पोर्टेन्ट जापानिज एडजेक्टिभको बारेमा जान्ने छौं। एडजेक्टिभलाई नेपालीमा विशेषण भन्छ। विशेषण भनेको कुनै पनि कुराको विशेषता जनाउने शब्द हो। विशेषणलाई जापानिज भाषामा क्योसी भन्छ। क्योसी दुई प्रकारको हुन्छ, एउटा इ क्योसी अर्को न क्योसी, जसको बारेमा मैले युट्युबमा डिटेल भिडियो बनाएको छु, त्यहाँ गएर हेर्नु होला। र अब लागौं हामी आजको शब्दहरुतर्फ। सुतेकी राम्रो, अतरासी नयाँ, वारुई खराब, आसुई गर्मी, सामुई जाडो, मौसम सम्बन्धी जाडोलाई सामुई भनेर भन्छ। चुमेताई चिसो, कुनै पनि वस्तु छाम्दाखेरि चिसो छ भने त्यसलाई चुमेताई भनेर भन्छ। पानी चिसो छ भनेर भन्नु पर्यो भने चुमेताईको प्रयोग गरिन्छ। मुजुखासी गाह्रो कठिन, यासासी सजिलो अथवा दयालु, ताखाई अग्लो महँगो, अग्लो पनि हुन्छ महँगो पनि हुन्छ, यासुई होचो अथवा सस्तो, ओमोसिरोई रोचक इन्ट्रेस्टिङ, ओइसी भनेको स्वादिष्ट मिठो डेलिसियस, इसोगासी भनेको बिजी व्यस्तलाई इसोगासी भनेर भन्छ।